झापा 5 मा बालेन्द्र शाहले केपी शर्मा ओलीलाई पराजित गरेसँगै न कुनै बाजागाजा छ न कुनै र्याली छ। वास्तवमा यो पोस्टरमा के लेखिएको छ त्यति मात्रै तपाईँले महसुस गर्नुहोस्। त्यसकारण हामीले किन नयाँ नेतृत्व चाहियो, किन नयाँ नेतृत्व आवश्यक छ भन्ने कुरा नेपाली आम सर्वसाधारणले महसुस गरे भन्ने कुरा चाहिँ अब बुझ्न जरुरी छ। त्यसकारण कुनै पनि सिम्पल कुरालाई तपाईँ हामीले बुझ्न सक्नुपर्छ। यो सिम्पल कुरा, यो सिम्पल पोस्टरले हेर्नुहोस्, सायद पुरानो पार्टीका दलहरू भए हाम्रो जित भएको छ, हाम्रो पार्टीको केपी शर्मा ओलीले जित्नु भएको छ, गोकुल बास्कोटाले जित्नु भएको छ, महेश बस्नेतले जित्नु भएको छ भनेर जितिसकेपछि फुलमाला र र्याली गर्दै तिनै पार्टीका कार्यकर्ता अथवा पार्टीका नेतृत्व पङ्क्तिको पछि हिँड्थे होला। तर बालेन्द्र शाहले त्यत्रो मत ल्याएर विजयी हुँदा पनि जनताको अगाडि तपाईहरुको जित भएको छ, तपाईहरुलाई बधाई छ भनेर यो पोस्टरले एउटा कस्तो खालको सन्देश दिन्छ भन्ने कुरा चाहिँ महसुस गराउँछ। त्यसकारण हरेक कुराको बिदामा आफू पनि कसरी त्यसबाट चाहिँ जनताले के चाहेको छ र कसरी आफू त्यसमा प्रतिउत्तर हुनुपर्छ, आफ्नो जिम्मेवारी रेस्पोन्सिबिलिटी कसरी दिनुपर्छ भन्ने कुरा चाहिँ अब महसुस गरेका छन्। त्यसकारण यो एकदमै राम्रो कुरा लागिरहेको छ मलाई। तपाईहरुलाई कस्तो लाग्छ तल कमेन्टमा कमेन्ट गरिदिनु होला।